त्यस दिन शिक्षालाई भनेर म मेरो घर गएको भए सायद आज हामी सँगै हुने थियौँ। गल्ती मेरो नै थियो। मैले उसलाई त्यतिखेरै नभनेको कारण देखेर जान दिनु पर्थ्यो। सबै कुरा एउटै समयमा सोचिँदैन नि त। त्यसैले आज हामी एउटै सहरमा भए पनि सहर चलिरहेको तरिकाले दुवैजना चलिरहेका छैनौँ। कहिलेकाहीँ आफ्नै गल्ती जस्तो लाग्छ, कहिलेकाहीँ उसको गल्ती जस्तो लाग्छ। त्यही नि मलाई एकचोटि उसँग भेट्नु छ। फरक यति हो, मैले चाहेर पनि भेटौँ भने नि अर्को तरिकाले हेर्ने हो भने भेट्न मन छैन। शिक्षाले मेरो जीवनमा ठुलो पाठ पढाएर गएको छ। मैले मात्र उसलाई धन्यवाद भन्नु छ। मैले भन्ने धन्यवाद अलिक फरक छ। म आफूले चाहेको उत्तर खोज्छु त्यो धन्यवादमा। मैले बुझ्न खोजेको कुरा खोज्छु त्यो धन्यवादमा। मेरो नाम विक्रम बुढाथोकी, घर रुकुम, पूर्वी रुकुम। अझै प्रष्ट तरिकाले भन्नुपर्दा जिल्ला सदरमुकाम रुकुमकोट। मेरो र अरू लाखौँ मेरो उमेरको मान्छेहरूको कथा उस्तै छ। फरक यति हो, मेरो कथामा धेरै मोडहरू छन् र हल्का अनौठो छ। म अहिले 23 वर्षको भइसकेँ र अहिले काठमाडौँमा बस्दै आइरहेको छु। त्यो नि एक्लै। परिवार भने रुकुममै हुनुहुन्छ। म काठमाडौँ आएको आजभन्दा 5 वर्ष अगाडि जब म 18 वर्षको थिएँ। यो 5 वर्षमा मैले काठमाडौँको धेरै रूप देखेँ। दैनिक मान्छेको चालसँगै परिवर्तन हुने काठमाडौँको शक्तिलाई देखेँ। मात्र हेर्न बाँकी भनेको मैले आफूमा यो सहरमा बस्ने शक्ति र थाहा पाउन खोजेको मैले आफूमाथि लाउने आरोप के साँच्चीकै ठिक हो त? कहिलेकाहीँ सोध्छु म के गरिरहेछु, कहिलेकाहीँ सोध्छु जे गरिरहेछु के त्यो ठिक हो? कहिलेकाहीँ सोध्छु आफ्नो लागि सोच्नुपर्छ त्यसैले ठिक गरिरहेछु। कहिलेकाहीँ सोध्छु आफ्नो लागि सोचेर अरूलाई दुःख त दिइरहेको छुइनँ। शिक्षासँग कुरा नभएको 5 महिना भइसक्यो र अब कुरा हुँदैन पनि। यही विगतको 5 महिनामा मसँग राम्रो केही भएको छैन। सधैँ उसको बारेमा सोध्छु र सोच्ने बाहेक केही गर्न सक्दिनँ। तपाईहरूलाई जान्ने इच्छा छ होला है शिक्षा को हो भनेर। 5 वर्ष अगाडि म काठमाडौँ आउँदा मेरो मामा पढ्नेको घरमा आएर बसेको थिएँ। मलाई केही भन्नुहुन्थेन, त्यही पनि मलाई त्यहाँ बस्नु अप्ठ्यारो लाग्थ्यो। बिहान पढेर दिउँसो जागिर नै गर्थेँ। त्यसैले काठमाडौँ आएको 3 महिनामा एउटा कोठा खोजेर त्यहाँ सरेर बसेँ। म ब्याचलर पढ्न थालेको 1 वर्षपछि मैले मेरै कलेजमा एक ब्याच सानो एकजना देखेँ। मिठो मुस्कान, ठुलो आँखा र बिर्सिन नसकिने उज्यालो गहुँ गोरो रङको अनुहार। मैले उनलाई उनको नाम सोधेँ, उनले भनिन। भोलिपल्ट आफै आएर नाम किन सोधेको भनेर प्रश्न गरिन्। कति मिठो समय थियो त्यो। न म उनको थिएँ न उनी मेरो। त्यही नि कति मिठो लागेको थियो त्यो समय। मैले त्यतिखेर जे भएको थियो मैले त कविता नै बनाएको थिएँ। कतै देखे जस्तै लाग्यो। चिनेको थियो अनुहार। गहुँ गोरो रङ उनको, उज्यालो थियो मुहार। अगाडि गएर सोधे, थियो सानो काम, एउटा प्रश्न सोध्नु छ, के हो तिम्रो नाम? नाम त भनिन, तर घुरेर गयो। मेरो नाम थाहा पाउने इच्छा उडेर गयो। अर्को दिन आफै आइन् र सोधिन् किन। उनले त्यतिखेर सोधेको प्रश्नको उत्तर भने मैले त्यतिखेरै दिन सकिनँ। यो कविता उनलाई नै गएर सुनाए। त्यही नि नाम भनिनन्। थाहा छैन नाम भन्न नि कस्तो भाउ खानु परेको। त्यसैले त्यतिखेरै उनले सुन्ने गरी मैले उनको नाम नै नथाहा पाइकन उनलाई बोलाउन नाम दिए, काठमाडौँकी अप्सरा। यो सुनेपछि मबाट 40 मिटर टाढा रहेकी उनी मेरै नजिक आएर कन्ट्रोल योर टङ भनेर गइन्। त्यतिखेर मेरो दिमागमा मात्र एउटा गीत बजिरहेको थियो, सजनराज वैद्यको सस्तो मुटु। के तालको मन परी आफैलाई महारानी रे, कुन्चाइले गफ लाइदियो आफूलाई खुबै ठानी छे। त्यो दिन बेलुका मलाई फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो। रिक्वेस्ट पठाउनेको नाम फेसबुकमा थियो काठमाडौँकी अप्सरा। यो त्यही नाम हो जुन मैले दिउँसो नामकरण गरेको थिएँ। फोटो हेर्दा उनकै थियो। केटीहरू कस्तो बाठा हुन्छन् है। मैले नाम नै भनेको थिइनँ, त्यही नै मेरो नाम पत्ता लगाएर मलाई फ्रेन्ड रिक्वेस्ट सुद्धा पठाइसक्यो। नाम पनि फेरि फेसबुकमा मैले दिउँसो जे नाम राखेको थिएँ त्यही थियो। रिक्वेस्ट एक्सेप्ट गरेको 1 मिनेटमै उताबाट मेसेज आयो शिक्षा भनेर। बल्ल तल्ल थाहा पाएँ उनको नाम। उनी मेरो को हुन् त्यो मलाई थाहा छैन। उनी मेरो को पर्छिन् त्यो नि मलाई थाहा छैन। यति मात्र थाहा थियो कि मलाई चाहिएको समयमा मलाई सहयोग गर्नेछिन्। मलाई चाहिएको समयमा मलाई हौसला दिन्थिन्। कहिलेकाहीँ पढाइको चिन्ता हुन्थ्यो, कहिलेकाहीँ काम गर्दा त्यताको टाउको दुखाइ हुन्थ्यो। त्यही नि उनीसँग कुरा गरिसकेपछि सबै चिन्ता र सबै टाउको दुखाइको अन्त्य हुन्थ्यो। हामी प्रेममा थिएनौँ, या थिएँ भनौँ। यसको उत्तर न मलाई थाहा थियो न उनलाई। हामी दुईटैलाई मात्र यति थाहा थियो कि दुवैलाई दुवैको आवश्यकता पर्छ भनेर, र दुवैले एक अर्कालाई आफूभन्दा माथि राखेका थियौँ।
मलाई पुग्यो, अरू के चाहियो र, किन दिनु पर्यो र प्रेमको नाम। हामीसँगै भएको लगभग 3.5 वर्षपछि मलाई अचानक मेरो घर रुकुम जानु पर्यो। मैले गल्ती यति गरेँ उनलाई भन्न बिर्सेर रुकुम पुगेको 3 दिनपछि मात्र मैले उनलाई कल गरेर भन्छु भने 1-2 दिन अगाडि नै भन्न सक्थे, काम नै त्यस्तै थियो भन्दै भ्याइन र फेसबुकतिर म अनलाइन नै थिइनँ। उनलाई कल गरेको कल लागेन, फेरि कल गरेँ फेरि कल लागेन। फेसबुकमा अनलाइन आएको उनलाई अनलाइन नै देखिन। त्यसपछि उनलाई मेसेज लेखेर पठाएँ, त्यसको नै रिप्लाई आएन। लगभग 1 हप्तापछि म काठमाडौँ आएँ, त्यतिखेरसम्म उनको केही मेसेज आएको थिएन। मलाई थाहा थिएन उनी किन बोलिराखी छैनन् भनेर। रुकुम जाँदा मैले उनलाई भन्न बिर्सेँ, यो मेरो गल्ती हो, म मान्छु। त्यही नै कल गर्दा नि उनले कल उठाइनन् र मेसेज लेखेर पठाउँदा नि उनले रिप्लाई दिनन्। थाहा छैन किन, थाहा छैन मेसेज शुद्ध किन नलेखेको भनेर। लगभग 1 हप्तापछि म बस्ने कोठामा एउटा पत्र आयो। अनौठो लाग्यो होला है हजुरहरूलाई अहिलेको समयमा पत्र कसले पठाउँछ भनेर। मलाई नि त्यस्तै अनौठो लागेको थियो। पत्र पढेँ, शिक्षाले लेखेकी रहेछिन् र पत्रमा लेखेको थियो कि उनी केही कामले गर्दा सधैँको लागि विदेश जानुपर्छ भनेर। म एकैछिनको लागि छक्क परेँ। यति भन्नको लागि पत्र लेख्नुपर्ने? कलमा नि त भन्न सकिन्थ्यो, फेसबुकमा नि त मेसेज लेख्न सकिन्थ्यो। विदेश जानु अगाडि उसको जीवनमा रहेको एउटा महत्त्वपूर्ण पात्रलाई मात्र एकचोटि भेट्न नि त सकिन्थ्यो। के काम हो त्यो भन्न उनले पत्र नै लेख्नुपर्ने? त्यो पनि त भन्नुपर्थ्यो। मेरो दिमागमा यस्ता धेरै प्रश्नहरू आउन थाले। उनले किन यस्तो गरेको जान्न मन थियो। म केही दिनको लागि घर जाँदा भन्न बिर्से, जुन मेरो गल्ती हो। त्यही नि उसलाई भन्नको लागि कल त गरेको थिएँ। उनले भने न कल न मेसेज, मात्र एउटा पत्र। के भइरहेको थियो त्यो मलाई थाहा थिएन। जे भइरहेको थियो त्यसमाथि अति नै रिस उठिरहेको थियो। केही कामले गर्दा सधैँको लागि विदेश जानु परेको छ, यति वाक्य थियो त्यो पत्रमा। मलाई किन केही कुरा शिक्षाले मसँग लुकाइरहेको जस्तो लाग्न थाल्यो। थाहा छैन के हो। फेरि हामीले हाम्रो मित्रतालाई प्रेमको नाम पनि त दिएको थिएनौँ। मेरो लागि त त्यो मित्रता प्रेमभन्दा कम थिएन। उसको तर्फबाट नि त्यस्तै लाग्थ्यो। आज त्यो सोच परिवर्तन भएको छ। शिक्षाले हाम्रो मित्रतालाई कहिले नि प्रेमको नाम दिएको थिएनन् भन्ने कुरामा म प्रष्ट भएँ। काठमाडौँकी अप्सरा, कहिलेकाहीँ झगडा हुँदा म यही नामले फकाउने गर्थेँ। अहिले यही काठमाडौँकी अप्सरा किन मसँग बोल्न खोजिरहेको छैनन् भन्ने प्रश्न आइरहेछ दिमागमा। शिक्षा साँच्चीकै विदेश गएको भए एकचोटि भेट्नु त पर्थ्यो। यस्ता हजारौँ प्रश्न मेरो दिमागमा आइरहेका छन्। 1 हप्तापछिको कुरा हो। म कामबाट फर्केपछि उनीसँग एड भएको सबै सोसल मिडियामा उनको नाम सर्च गर्न थालेँ। शिक्षाले मलाई फेसबुकबाट अनफ्रेन्ड गरेर आफ्नो आइडी प्राइभेट राखेकी रहेछन्। मोबाइलमा कल गर्दा मेरो मोबाइल नम्बर उनको ब्लक लिस्टमा रहेछ। इन्स्टाग्राम खोल्दा सबैभन्दा माथि देखाउने स्टोरीहरूमा सुरुमै उनको स्टोरी थियो। यतिबाट चाहिँ के थाहा भयो भने इन्स्टाबाट चाहिँ मलाई हटाउन शिक्षाले बिर्सिछ। शिक्षाको इन्स्टाको स्टोरी हेरेर मेरो आँखाको मरुभूमिमा कहिले नहुने वर्षाको बादल छायो। स्टोरीमा उनीसँगै अर्को एउटा केटाको फोटो थियो। दुवैजनाले सयपत्री फुलको माला लगाएका थिए र त्यो फोटोमाथि शिक्षाले लेखेकी थिइन्, जीवनको नयाँ मोडको सुरुवात। मलाई थाहा छैन शिक्षाले यस्तो किन गरिन्। मलाई मात्र यति थाहा छ कि अबबाट काठमाडौँकी अप्सराको प्रेमले भरिएको किताब कहिले पनि खुल्ने छैन। जुन किनको मलाई उत्तर थाहा पाउनु थियो, त्यो किनको मलाई उत्तर नै थाहा पाउनु छैन। यात्रा यही सम्मको थियो। किताबको शब्दहरू नि समाप्त भयो। अप्सरा जसरी मेरो जीवनमा आएको शिक्षा, अप्सरा जसरी गएर उसले बिर्सिन नसकिने शिक्षा दियो।